यो चाहिँ त्रिचन्द्र नेपालकै शैक्षिक धरोहर। यहाँ चाहिँ हाम्रो घण्टाघर छ, शैक्षिक धरोहर यो। हामी चाहिँ आज हामी 5 वर्ष बिताएको कलेजको बारेमा चाहिँ तपाईँहरूलाई जानकारी दिँदैछौँ। हेलो एन्ड वेलकम ब्याक टु आवर भ्लग। होइन, आज चाहिँ हामीले भ्लग आफ्नै कलेजबाट सुरु गर्दैछौँ। हामी उच्च शिक्षा हासिल गर्नको लागि चाहिँ हामी 2019 यानि कि हाम्रो कोभिडभन्दा अगाडि ठ्याक्कै 2019 भनेको कति 2076 सालमा चाहिँ यहाँ भर्ना भएको थियौँ। 2076बाट हामी यहाँ निरन्तर रूपमा 5 वर्ष पढियो। 1 वर्ष चाहिँ हामीलाई कोभिडले अलि गर्यो, नत्र हामी चाहिँ यहाँ 5 वर्ष पढ्यौँ। अनि अब यसमा हाम्रो त्रिचन्द्रको बारेमा चाहिँ हामी विशेष हजुरलाई जानकारी दिन्छौँ। यो चाहिँ हाम्रो अफिस बिल्डिङ हो। यो चाहिँ ठ्याक्कै यहाँनिर चाहिँ हाम्रो सबै यसलाई चाहिँ सरस्वती सदन भन्छ। विशेष गरी यसमा चाहिँ हाम्रो लाइब्रेरी छ, अनि परिचय पत्रहरू सबै भेरिफाई गर्ने ठाउँ यहाँ छ, अनि एडमिन सेक्सन छ यसैमा। अनि हाम्रो क्याम्पससिप सहायक क्याम्पससिपहरू बस्नुहुन्छ यसमा चाहिँ। यहाँनिरको पुरै अब कलेज चाहिँ धेरै पुरानो भयो, नेपालको सबैभन्दा पहिलो कलेज हो। यसमा चाहिँ शैक्षिक धरोहर, शैक्षिकको जननी, शिक्षाको जननीको रूपमा पनि लिइन्छ यो कलेजलाई। यो चाहिँ हाम्रो सरस्वती सदन हो। अनि यो चाहिँ हाम्रो ट्युटोरियल बिल्डिङ हो। यो अग्लो बिल्डिङ ग्राउन्ड फ्लोर 1, 2, 3 तलाको बिल्डिङ छ। अनि यहाँनिर चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ, यो चाहिँ सबै नोटिस बोर्ड हो। यहाँ चाहिँ एउटा बेनिफिट्स के छ भन्दाखेरि पोलिटिक्स पनि हुन्छ, विद्यार्थी राजनीति भइराख्दाखेरि चाहिँ एउटा फाइदा र बेफाइदा पनि छ यसको। विद्यार्थी राजनीतिकोमा चाहिँ के फाइदा भन्नु पर्दाखेरि तपाईँको केही नराम्रो कुराहरू भयो हुँदाखेरि चाहिँ अलर्ट गराउने, कसैलाई हुन नदिने, त्यस्तो हो। यदि नराम्रो नकारात्मक कुरा के छ भन्दाखेरि विभिन्न अब मनमुटाव भइराख्ने, केही निर्णय गर्न नि निकै गाह्रो हुने लेन्दी प्रोसेसहरूमा चाहिँ यो पर्छ। अनि यो चाहिँ अगाडिको चाहिँ हाम्रो यो परीक्षा शाखा हो। यहाँनिरमा चाहिँ हामी लाइन लागेर यहाँनिर गरिसकेपछि हामीले यहाँ एडमिट कार्ड लिनहरू चाहिँ एकदम लाइन लागेर बस्छ। यो सिस्टमहरू चाहिँ अब छिट्टै परिवर्तन होला। आइसिटी डेभलप भइसकेपछि चाहिँ यो सबै चेन्ज भयो भने चाहिँ एकदम राम्रो हुन्छ। अनि यहाँनिर चाहिँ हाम्रो राष्ट्रिय झन्डा छ। गार्डन पनि छ हाम्रो यहाँनिर, गार्डन देख्न सक्नुहुन्छ। अनि यो एकदम रेनोभेट भयो भने चाहिँ एकदम बेस्ट हुन्छ। नेपालको झन्डा छ यहाँनिर, त्रिचन्द्र कलेज लेखिरहेको छ। यहाँनिर मन्दिर छ। तपाईँलाई यहाँ सबभन्दा राम्रो अनुभव चाहिँ के लाग्छ? सबै राम्रै लाग्छ मलाई। त्यो त सबैलाई त राम्रो लागिहाल्छ सबै। अनि यहाँनिर चाहिँ अब हाम्रो यो पहिला चाहिँ क्यान्टिन पनि थियो अरे भन्ने सुने हो एक जमानामा। अब अहिले चाहिँ त्यति धेरै थाहा भएन, अहिले चाहिँ छैन। त्यहाँनिर सोभ्यू भवन बनिसक्यो। यो चाहिँ हाम्रो रेड क्रस हो। यताको लेफ्ट साइडतिर चाहिँ हाम्रो रेस्टरुम देख्न सक्नुहुन्छ। अनि हामीले समय बिताएको यो बिल्डिङ हो। यो चाहिँ साइन्स बिल्डिङ हो। यसमा चाहिँ हामी पुरै साइन्स बिल्डिङमा पढियो। तर एउटा के भन्दाखेरि नि यहाँनिर पढ्दा चाहिँ के हुन्छ भन्दाखेरि पढ्ने मान्छेलाई पढाइको कुरा गर्ने नि पढाइ पनि बेस्टै छ पढ्नलाई। एकदम रिसोर्सेसहरू छन त छ, तर त्यसलाई कसरी प्रयोग गर्ने भन्ने चिजमा नि भर पर्छ जस्तो लाग्छ मलाई चाहिँ। किन भन्दाखेरि अब यहाँनिर खुल्ला छ कि तपाईँ पढ्न चाहनुहुन्छ भने पढ्न नि सक्नुहुन्छ, त्यही बेलामा खेल्न चाहनुहुन्छ भने खेल्न नि सक्नुहुन्छ। अनि अब तपाईँ राजनीति गर्न चाहनुहुन्छ भने राजनीति पनि छ। तपाईँ जे गर्न मन लाग्छ, तपाईँलाई कुनै पनि बाधा केही पनि छैन। अनि तपाईँहरू अब कुन रूपमा आउनु भएको छ त्यही मूलभूत कुराले चाहिँ तपाईँलाई निर्धारण गर्छ। अनि यहाँनिर चाहिँ यो ट्याङ्की हो एकदम सबैलाई खानेपानीको लागि। यहाँनिर साइन्स बिल्डिङ छ। साइन्स बिल्डिङको पछि अब हाम्रो चाहिँ यहाँ चराहरूलाई वासस्थान पनि अत्याधिक धेरै छ। किन भन्दाखेरि अब चराहरू त बस्नु पऱ्यो काठमाडौँमा। अब सबै उनै छ, घरै गर्छ। आज चाहिँ हाम्रो कलेज बन्द भएको कारण चाहिँ बिदा छ, बन्द छ। नत्र यहाँबाट हामी गएर सबै माइक्रोबायोलोजी, जुलोजी, बोटनी, इन्भाइरोमेन्ट, साइन्सका सबै एक रात पर्छ।
अनि यता चाहिँ हाम्रो फिजिक्सको डिपार्टमेन्ट हो। अनि हामी अब पुरै जाँदैछौँ। कविर चाहिँ अब यता पुरै कोसँग गफमा हुनुहुन्छ, गर्लफ्रेन्ड होला मेबी। रानी पोखरी पनि छ, यो चाहिँ रानी पोखरी हो। यो चाहिँ हाम्रो सेन्ट्रली लोकेटेड छ, छेउमा रानी पोखरी छ, यता पर वीर हस्पिटल छ। अनि यो चाहिँ ठ्याक्कै घन्टाघरमा हो। अनि अब यो चाहिँ सबै राम्रो हुनुहुन्छ, एकदम बेस्टै छ होइन। समय अनुरूप परिवर्तन हुनलाई समय लागे तापनि राम्रो छ। धेरै यो कलेजले धेरै नेताहरू उत्पादन गरिसकेको छ। उत्पादन त गरिसक्यो, तर फेरि फर्केर आउने चाहिँ कमै छन् यहाँनिर। यसको विकासको लागि जीर्ण अवस्थामा छ। यहाँनिर चाहिँ हाम्रो सरस्वती भगवानको मूर्ति छ, यहाँ देख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो भगवान सरस्वती भगवानको मूर्ति हो। अनि यहाँ चाहिँ एकदम पुरै गार्डन छ यहाँनिर। यो गार्डनमा चाहिँ हामीलाई अब आएर बस्न पाइन्छ, बसेर आफूले पढ्न नि पाइयो। हजुरहरूलाई आन्तरिक छलफल गर्न सक्नुहुन्छ, जे पनि गर्न सक्नुहुन्छ। यसको पनि अब जीर्ण भइसकेको छ, तर अब यसलाई बिस्तारै बन्दै गर्छ होला। अब काम पनि भइरहेको छ, बनाउने कामहरू। यो चाहिँ सोभियो भवन हो। रिसेन्टली सोभियोमा निर्वाचन भइसकेपछि, सोभियोको निर्वाचन भइसकेपछि चाहिँ यो भवन बनेको हो। यहाँनिर चाहिँ अब इतिहास बोकेको पनि धेरै चिजहरू छ, हजुरहरूलाई थाहा छँदैछ होला। फर्स्टमा नेपालमा सबभन्दा पहिलो बास्केटबल कोर्ट भनेको चाहिँ त्रिचन्द्र कलेजको बास्केटबल कोर्ट हो, नेपालकै सबैभन्दा पहिलेको। यो चाहिँ यहाँ देख्न सक्नुहुन्छ, यो चाहिँ कोर्ट, बास्केटबल कोर्ट हो। अनि यहाँनिर चाहिँ विभिन्न गेमहरू पनि आयोजना गर्नुहुन्छ। यहाँनिर आफ्नो पोलिटिकल पार्टी छ, जुन पार्टीमा आफूले आस्था राख्नुहुन्छ त्यही अनुसारको बनाउनु भएको छ। यहाँनिर चाहिँ हाम्रो दाइ हुनुहुन्छ अहिलेको, यहाँ चाहिँ तरकारी बनाउनु भएको। ब्याक फर्काएर देखाउँछु सबै हाम्रो कलेजको ग्राउन्डबाट। बोलाउँदै हुनुहुन्छ? भित्रै हो, भित्र आउनुहोस् न। हो, खोलिदिनुहुन्छ, दाइ हुनुहुन्छ त्यता, उहाँले खोलिदिनुहुन्छ। यहाँनिर चाहिँ हाम्रो नेपालको इतिहास बोकेको बास्केटबल ग्राउन्ड, बास्केटबल यहाँनिर चाहिँ हाम्रो क्लासहरू हो। यो चाहिँ यहाँनिर चाहिँ फिजिक्स डिपार्टमेन्ट र केमिस्ट्री डिपार्टमेन्ट छ। यो चाहिँ सोभियो भवन हो, यो चाहिँ गार्डन हो। अब यहाँनिर चाहिँ हाम्रो पुरै हाम्रो तरकारी फलिरहेको छ। तरकारी चाहिँ हाम्रो फ्री हो, जसले पनि लिएर जान सक्नुहुन्छ। यहाँनिर चाहिँ गेमहरू हुन्छ। उहाँलाई 5 वर्ष खेलेर नि पुगिरहेको छैन, अझै खेल्दै हुनुहुन्छ। कसलाई कल हान्ने? दाइलाई कल हानेर साथीलाई बोलाइदिनुहोस्। किन साथी बिना चलेन जिन्दगी? होइन, साथी अब बोलाउनु भएको। तपाईँको के छ यसमा? कलेजको कस्तो भयो? कलेज सकियो तर कलेज आइरहेको किन? कलेजलाई माया मार्न नसक्यो त? त्यही बुझ्नुहोस् न, अब कलेजको माया नभए त किन आइन्थ्यो भन्नुहोस् त। कलेजकै माया भएर त हामी फेरि आएको। माया नभए त किन आइन्थ्यो होला र? यत्रो 4-5 वर्ष नै बिताइयो यो कलेजमा, अलिअलि माया त भइहाल्छ नि, सम्झना हुन्छ धेरै कुराहरू हो। त्यही मेटाउन नसकेर त आएको नि यसो एकचोटि। हो त कि यो कलेजले तपाईँलाई पुरै जीवनभर सम्झनाको लागि कलेजले डिग्री पनि दियो, जीवन साथी पनि दियो त होइन नि? साथी त होइन हजुर, त्यस्तो नभनिदिनुहोस्। डिग्री दियो, अब यस्तो मिल्ने साथीभाइहरू दियो, अनि अब हो के भन्ने। ल ठिक छ, हामी अगाडितिर जाँदैछौँ ढोका। आज चाहिँ पुरै के अरे हाम्रो पृथ्वी जयन्ती भएको कारणले चाहिँ कलेज बिदा छ। सो कलेज बिदा भएको कारणले चाहिँ आज कलेज पुरै बन्द छ। हामी चाहिँ हाम्रो कलेजलाई आज घाम नि टापौँ, भिटामिन डी पनि खाउँ, अनि त्यही भएर आएको खासमा होइन।
अनि तपाईँहरूलाई सानो जानकारी पनि दिएको कलेजको बारेमा। त्रिचन्द्र कलेज तपाईँहरू बिएससी बिए जोइन गर्दै हुनुहुन्छ भने 2टा फ्याकल्टी छ अनि तपाईँहरू चाहिँ पढ्न सक्नुहुन्छ हायर एजुकेसनको लागि। अब तपाईँहरू अहिले आएर अरूको माथि भर पर्नुभन्दा पनि हजुरले केमा डिसाइड गर्नुभएको छ के गर्ने आफूले त निर्णय गरिसकेको हुन्छ बाह्र पर्दाखेरि। यदि हजुरहरूलाई कन्फ्युजन छ भने पनि एकदम सोच विचार गरेर गर्नुपर्ने हुन्छ। बिएससी होइन त बिएससी बिए छ अब तपाईँहरू कतातिर लाग्ने केमा गर्ने भन्ने कुराले नै धेरै फरक पार्छ। तपाईँहरूले हाम्रोमा पाउने भनेको त्रिचन्द्र अब मर्निङ सिफ्ट र डे सिफ्टमा छ होइन। ब्याचलर इन साइन्समा चाहिँ मर्निङ सिफ्टमा सिबिजेड केमिस्ट्री बोटनी जुलोजी हो। पिएसएम भनेको फिजिक्स स्ट्याट र म्याथ हो। पिसिएम फिजिक्स केमिस्ट्री र म्याथ। अनि यसरी तपाईँहरू पढ्न सक्नुहुन्छ। यहाँनिर लेखेको छ फिजिकल ग्रुपमा जिपिएम जिएसएम जिसिएम एमपिएम एमएसएम एमसिएम एमपिएसएम पिसिएम यसरी। अनि जीवाहरू जाए जियोलोजी बोटनी जुलोजी फिजिक्स केमिस्ट्री म्याथमेटिक्स स्ट्याट मेटेरोलोजी माइक्रोबायोलोजी इन्भाइरोमेन्ट। अनि हाम्रो त्यहाँ माथि पनि छ त्यो चाहिँ बिए हो। बिए लेभल डे सिफ्टको लागि। अनि यसरी सम्पूर्ण कोर्सहरू चाहिँ तपाईँ पढ्न सक्नुहुन्छ। सम्पूर्ण कोर्स होइन आफूले एउटा चुज गरेर मात्र पढ्न सकिन्छ होइन। तपाईँहरू बिए बिएससी बिएससी पढ्न चाहनुहुन्छ यसमा पर्फेक्ट स्टक हुनसक्छ। यसैमा तपाईँले भविष्य देखेर आउनु भएको छ भने चाहिँ बेस्ट हुन्छ। तपाईँहरू बिए बिएससी नै पढ्नु हाम्रो हो प्रशासन शाखा है। यसमा चाहिँ सम्पूर्ण प्रशासनिक कामहरू यसबाट हुन्छ। यसलाई चाहिँ सरस्वती सदन भन्छ। अनि यो चाहिँ हाम्रो ट्युटोरियल बिल्डिङ हो। परको अर्को अघि नै देखाएको बिल्डिङ चाहिँ साइन्स बिल्डिङ। अनि यहाँनिर चाहिँ सबै अब एकदम ठाउँ चाहिँ राम्रो ठाउँमा छ। पारी पनि छ है फेरि त्रिचन्द्रको पारी पनि छ। त्यो चाहिँ रेनोभेसनमा छ। रेनोभेट हुँदैछ। रेनोभेट भयो राम्रो सबैको लागि राम्रो। शैक्षिक धरोहर हुनु भनेको अब केही कुरा परिवर्तन गर्न छ भने शिक्षाबाटै सुरु गर्नुपर्छ। त्यसको लागि पनि ग्रेट रोल गर्छ। अनि यो नेपालको विभिन्न परिवर्तन लिनको लागि पनि हाम्रो शिक्षाले धेरै नै ठुलो भूमिका छ। त्यही माथि त्रिचन्द्रको अझै ठुलो हात छ। ल कसलाई फोन गरिदियो तपाईँ? साथीले अनि तपाईँको साथी कस्तो झुट बोल्ने हुन्छ यार? मेरो मात्रै होइन तपाईँको पनि हामी दुईजनाकै हो यार। यहाँनिर चाहिँ हाम्रो जियोलोजी यो यहाँनिर लाइब्रेरी छ है। लाइब्रेरी यहाँबाट हामी त्यहाँनिर चाहिँ साइकोलोजीको बिल्डिङ हो। अनि पारिपट्टि चाहिँ घन्टाघर हो। यो कलेजमा पनि 2019बाट हामी 2025सम्म चाहिँ यहाँ निरन्तर पढिरहेको थियो। अब हामी लास्ट इयर चाहिँ 2023 हो। टियुले नै 2023 राखिदिएको छ। यो कलेजमा पढिराख्दाखेरि 4 वर्ष बिताइराख्दाखेरि चाहिँ अब नेपालको सान्दर्भिक जियो पोलिटिक्स अब हजुरको राजनीतिक पनि बुझियो। राजनीतिक विचारधारा पनि अलिअलि बुझियो। चेत बस्यो। अनि यो कलेजमा आइराख्दाखेरि चाहिँ हामीलाई यति स्वतन्त्रता छ कि तपाईँले जुन जे गर्न नि सक्नुहुन्छ। अब स्वतन्त्रता भन्दा बित्तिकै अब त्यसमा चुज गर्ने कुरालाई मात्र म स्वतन्त्रता लिन्छु। अब तोडफोड बन्द हडताल जस्ता कुराहरूलाई चाहिँ म समावेश गर्दिनँ। र कुनै पनि परिवर्तन गर्नका लागि हामीले आफ्नो बोलीलाई चाहिँ एकदम उदाहरणीय गराउनुपर्छ र बोलीबाटै र टेबल टकको थ्रुबाट चाहिँ हरेक समस्याको समाधानहरू गर्नुपर्छ। त्यसै गरी अब बिस्तारै हाम्रो स्टुडेन्ट पोलिटिक्समा पनि केही चेटहरू आइरहेको छ। पहिला जस्तो बन्दहरू चाहिँ हुँदैन। जस्तै एउटा चाहिँ खुसीको कुरा हो कलेज पनि बिस्तारै यसले मुहार फेर्दैछ। पारिपट्टिको बिल्डिङ पनि बनिरहेको छ। अब हजुरहरूलाई केही समस्याहरू पर्न सक्छ। समस्या परेको बेलामा चाहिँ हाम्रो यहाँनिर विभिन्न भलिन्टियर भनेर बसेका त हुन्छन्। त्यही पनि उनीहरू पोलिटिकल्ली एफिलिएटेड त हुन्छन् हुन चाहिँ। त्यही पनि दे क्यान हेल्प यु, दे क्यान गाइड यु। अनि केही समस्या पऱ्यो भने हामीलाई पनि भन्न सक्नुहुन्छ। हामीलाई पनि अलिअलि जानकारी छ। त्यति धेरै हामी चाहिँ फेरि कुनै पनि पोलिटिकल पार्टीको सदस्यता नलिकन एकदम निस्वार्थ भावनाले विद्यार्थीको हकितका लागि गरिरहेका छौँ। माइक्रोबायोलोजी विशेष गरी माइक्रोबायोलोजीमा हामी पढियो। ब्याचलर इन माइक्रोबायोलोजी गरियो फ्रम त्रिचन्द्र मल्टिपल क्याम्पस। यसको पनि आफ्नै छ कथा। यसको बारेमा पनि भन्दै गरौँला। साथीहरू पढ्दै हुनुहुन्छ
तपाईँहरू जहाँकै हुनुहुन्छ हामीसँगै पढेका साथीहरूलाई हजुरहरूलाई मनभरि सम्झना छ, न्यानो अभिवादन। सधैँभरि हामीसँगै टचमा रहिराख्नु होला, प्रगति गर्दै गर्नु होला भन्दै हाम्रो यो सानो भ्लग हेरिदिनु होला, माया गरिदिनु होला भन्दै बिदा हुन चाहन्छु। धन्यवाद।